उत्पादन हो भनी मनमा सोच्न लागि। स्वर्गदूतले तिनलाई भने, नडराऊ मरियम, किनभने तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरा जन्माउनेछौ र उहाँ महान हुनुहुनेछ र परम प्रधानका पुत्र कहलाइनुहुनेछ र तिमीले उहाँको नाउँ येशू राख्नेछौ। उहाँले याकुबको वंशमाथि सदा सर्वदा राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त्य कहिले हुने छैन। मरियमले स्वर्गदूतलाई भनिन्, यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ। स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसकारण जो जन्मनुहुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ, किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। अनि मरियमले भनिन्, हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईको वचन अनुसार होस्। अब स्वर्गदूत तिनीबाट विदा भए। तर मरियमको मगनी योसेफ भन्ने एक धार्मिक पुरुषसँग भएको थियो। तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी योसेफलाई थाहा भयो। तर योसेफ एक धार्मिक मानिस भएका हुनाले उनले मरियमलाई सर्वमा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। र यो कुरा सोच्दै गर्दा योसेफ निदाए र सपनामा परमप्रभुका स्वर्गदूत देखा परे। र उनलाई यसो भने, योसेफ दाउदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ। अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्। हेर, एउटा कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इम्मानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीहरूसँग। योसेफ निन्द्राबाट पिउछे र परमप्रभुका स्वर्गदूतले उनलाई भने बमोजिम मरियमलाई आफ्नै पत्नीको रूपमा स्वीकार गरे। मरियमले पुत्र नजन्माउन्जेल योसेफले तिनीसँग सहवास गरेनन्। र त्यस समयमा एक हेरोद भन्ने राजाले त्यस सहरमा राज्य गरिरहेका थिए। अनि त्यस समय पूर्वका ज्योतिषीहरू यरुशलेममा आइपुगे र तिनीहरूले भने, यहुदियाका राजा भई जन्मनु हुने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत गर्न आएका छौं। जब हेरोद राजाले यो कुरा सुने तिनी बेचैन भए। अनि तिनले सबै मुख्य पुजारीहरू र जनताका शास्त्रीहरू भेला गरे। र ख्रिस्टको जन्म कहाँ हुने हो भनी सोधपुछ गरे। तिनीहरूले तिनलाई भने, यहुदियाका बेथलेहेममा, किनभने अगमवक्ताले भनेको कुरा पूरा हुनको लागि यो भएको हो। तब हेरोदले ती ज्योतिषीहरूलाई गुप्तमा बोलाएर तारा कुन समयमा देखा परेको हो भनी सोध्ने विचार गरे। र जब योसेफले ज्योतिषीहरूलाई गुप्तमा बोलाए तब उनले ती ज्योतिषीहरूबाट येशू कहाँ जन्मनु हुने हो भनी पत्ता लगाए।
राजाले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, जाओ र ठिकसँग त्यस बालकको खोजी गर, तिनलाई भेटाएपछि त्यस बालकको मलाई खबर गर र म पनि तिनलाई दण्डवत गर्नेछु। तब राजाको कुरा सुनेर तिनीहरू आफ्नो बाटो लागे। ती दिनमा कैसर अगस्टले तिनको सारा साम्राज्यमा जनगणना लिनु भन्ने हुकुम गरेका थिए। सबैजना नाउँ दर्ता गराउन आफ्नो आफ्नो सहर गए। योसेफ पनि गालिलको नासरतबाट यहुदियाको बेथलेहेम भन्ने दाउदको सहरमा गए, किनभने तिनी दाउदका कुटुम्ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी आफूसँग भएकी मरियमलाई आफ्नो साथमा लिएर गए। मरियम गर्भवती थिइन्। जब योसेफ र मरियम त्यहाँ थिए तब मरियमलाई त्यही समयमा व्यथा लाग्यो। तिनले आफ्नो जेठो छोरा जन्माइन् र उहाँलाई लुगाले बेरेर डुडमा राखिन्, किनभने तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। र तब जुन तारा ज्योतिषीहरूले देखेथे त्यो तारा तिनीहरूको अघि अघि गयो र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा अड्डियो। तब तिनीहरूले त्यो तारा देखे। तब तिनीहरू अति आनन्दित भई रमाए अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे र घोप्टो परेर उहाँलाई दण्डवत गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मुर्राको भेटी चढाए। त्यही इलाकामा गोठालाहरू पनि थिए, जसले चौरमा बसेर राति आफ्नो बगालको रखवाली गर्थे। प्रभुका एउटा स्वर्गदूत तिनी कहाँ देखा परे र परमप्रभुको तेज तिनीहरूका वरिपरि चम्कियो अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराऊ, किनभने हेर, म तिमीलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रिस्ट प्रभु हुनुहुन्छ। तिनीहरूलाई चिन्ह चाहिँ यो हुन्छ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र दुधमा सुताइरहेको भेटाउनेछौ। अब एक्कासी ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। जब स्वर्गदूतहरू तिनीहरूबाट विदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, आओ हामी बेथलेहेमसम्म जाउँ र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनु भएको सबै कुरा गएर हेरौँ। तिनीहरू आतुरीसँग गए। र जब तिनीहरू गए, मरियम र योसेफ दुवैलाई र बालकलाई चाहिँ दुधमा सुताइरहेको उनीहरूले भेटाए। जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्यो कुरा तिनीहरूले बताए। गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए। जब गोठालाहरू र ज्योतिषीहरू यो सबै कुराहरू देखे, तब उनीहरू अति आनन्दित भएर रमाए।
र साथै अहिले हामीले तपाईँहरूको बिचमा देखाइएको यो दृश्य चाहिँ यीशु ख्रीष्ट कसरी जन्मिनु भयो भनेर हामी देखाएका छौँ। उहाँ प्रभु भए तापनि उहाँले धनीको घरलाई हेर्नु भएन, उहाँले हुने खानेलाई उहाँले हेर्नु भएन, तर उहाँले चाहिँ आफूलाई प्रभु भए तापनि आफूलाई चाहिँ घोचाएर आफूलाई गरिबको घरमा एउटा गाईको गाईको गोठमा चाहिँ उहाँले जन्म लिने निर्णय गर्नुभयो। साथै यीशु यसरी हाम्रो पाप र अपराधलाई मेटाउनका लागि आफू महान भए तापनि स्वर्गको अति उच्चमा विराजित भए तापनि तपाईँ र मेरो लागि पृथ्वीमा तल्लो स्तरसम्म पुग्नुभयो। जसरी लेखिएको छ यूहन्ना 3:16मा, किनभने परमेश्वरले तपाईँ र मलाई यस्तो प्रेम गर्नुभयो, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। उहाँमा हामीले शान्ति, आनन्द, मुक्ति, छुटकारा, प्रेम, दया पाउँछौँ। उहाँले क्रुसमा चढेर आफ्नो रगत बहाएर हामीलाई अनन्त जीवनको बाटो खोलिदिनु भएको छ। उहाँ बाटो, सत्य र जीवन हुनुहुन्छ। किनभने परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर उहाँले आफ्नो पुत्रलाई यस संसारमा पठाउनु भयो। साथै हाम्रो यीशु ख्रीष्टले चाहिँ तपाईँ र मलाई चाहिँ तिमीहरू त कति पाप गर्छौ, तिमीहरू त कस्तो बिग्रेको, तिमीहरूले कति गलत काम गर्छौ भनेर उहाँले चाहिँ हामीलाई दोषी ठहराउन, तँ चाहिँ पापी चिज, तैँले चाहिँ यस्तो गर्नुपर्छ, तैँले चाहिँ उस्तो गर्नुपर्छ, बल्ल तेरो पापहरू क्षमा हुन्छ भनेर चाहिँ उहाँले आफ्नो पुत्रलाई पठाउनु भएन। तर तपाईँ र म हामी एउटै छौँ, हाम्रो रगत एउटै छ, हामी एउटै नै मानिस हौ। उहाँले कसैलाई पनि भेदभाव नगरेर चाहिँ आफ्नो पुत्रलाई चाहिँ यस संसारमा पठाउने निर्णय गर्नुभयो। तपाईँहरूले सुन्नुभएको छ होला र हाम्रो विश्वासीहरूको तपाईँले क्रस पनि देख्नु भएको छ होला यस्तो गरेको, होइन? हाम्रो चर्चहरूमा पनि लगाएको हुन्छ त्यो क्रस।